यो पब्लिक बिन्देश्वरी माध्यमिक विद्यालय राजविराजको मूल गेट हो। यो विद्यालयको स्थापना विक्रम सम्वत 2003 सालमा भएको हो। विद्यालयको मूल गेटबाट भित्र छिर्दा अहिले पक्की ढलान सडक बनेको छ र यो मूल गेटको उत्तरतर्फको पार्क हो, जहाँ पहिले पुरानो होस्टल थिए त्यहाँ अहिले हरित पार्क निर्माण गरिएका छन्। हेर्नमा एकदम रमाइलो लाग्छ। पबी स्कुलको यो पश्चिम गेट हो। यो पश्चिम गेटबाट हामी विद्यालय छिर्ने गरेका थियौँ र अहिले पनि त्यही बाटोबाट विद्यालय छिरिन्छ। यो बिल्डिङ पश्चिमतिरको बिल्डिङ हो। त्यसपछि यो बाटो सरस्वतीको मन्दिर जहाँ थियो त्यहाँसम्म पुग्छ। दक्षिणपट्टि चाहिँ फिल्ड छ र अहिले हामी हेरिरहेछौँ यो दृश्य भनेको पश्चिमपट्टिको होस्टल हो, जहाँ सरस्वतीको मन्दिर छ त्यसभन्दा पश्चिमतिरको होस्टलको दृश्य। र यो सरस्वतीको मन्दिर जुन अहिले पुनर्निर्माण गरिएको छ त्यही ठाउँमा हेर्नमा एकदम रमाइलो लाग्छ र पुरानो समयको भन्दा अहिले विद्यालयको दृश्य फेरिएको छ। यो विद्यालयको दक्षिण गेटसम्म जाने ढलान बाटो हो र त्यसपछि यो दक्षिणतिर भएको विद्यालयको फिल्ड, जहाँ अहिले क्रिकेट फुटबल इत्यादि खेल्न स्थानीय युवाहरू खेलाडीहरू आउँछन्। यो विद्यालयमा अध्ययन गर्दा कुनै बेला हामी पनि यही फिल्डमा खेलेका हौँ, यही विद्यालयमा पढेका हौँ र यो विद्यालयको दक्षिणतिर अवस्थित पुरै फिल्डको दृश्य यहाँहरूमाझ लिएर आएका छौँ। हेर्दै गर्नुहोस्, यो दक्षिणतिरको दृश्य हो। 2047 सालमा एसएलसी परीक्षा दिएर विद्यालयबाट निस्कनु अघि हामी पनि यही फिल्डमा खेलेका हौँ र यो दृश्य विद्यालयको दृश्य हो र यो सडक भनेको विद्यालयको दक्षिण गेटसम्म जान्छ, जुन विद्यालयको फिल्डसँग जोडिन्छ। यो दक्षिण गेटको दृश्य हो। यो गेटबाट नै फिल्डतिर निस्किने गरिन्छ, अहिले पनि उस्तै हो। र यो दृश्यमा हेर्दै हुनुहुन्छ यो पूर्वपट्टिको फिल्डभन्दा पूर्वपट्टिको दृश्य, जहाँ कुखुरा पालनको भवन थियो अहिले यस्तो अवस्थामा रहेको छ। यो उत्तर पूर्वपट्टिको बिल्डिङ हो, अहिले नयाँ बनेको छ, तर यही ठाउँमा हामीहरू कक्षा 10 मा अध्ययन गरेका हौँ। हाम्रो प्रधानाध्यापक आदरणीय रामचन्द्र झा सरको यो प्रतिमा। विद्यालयको बारेमा एकछिन वर्तमान प्रधानाध्यापक अरुण झा सरसँग पनि कुराकानी गर्न मैले भ्याएको छु। रामचन्द्र झा सरले 2020 सालदेखि 2059 सालसम्म विद्यालयमा सेवा गर्नुभएको थियो। यो पश्चिम गेटबाट विद्यालय छिर्ने ठाउँ हो, हामीलाई स्मरण नै छ। यो विद्यालयको भित्रीको भाग हो, जुन ठाउँमा कक्षा सञ्चालन हुन्छ। यो दक्षिणपट्टि र उत्तरपट्टिको भाग, अनि यो प्रधानाध्यापकको कक्ष, अनि यो स्टाफ बस्ने कोठा दक्षिणपट्टिको, अनि यो शिक्षा सम्बन्धी जानकारी र यो दक्षिणपट्टितिरको दृश्य हो विद्यालयको कोठाको, जहाँ अफिस थियो त्यही दृश्य हामीले तानेका छौँ। र यो पश्चिम गेटबाट तानिएको दृश्य उत्तरपट्टिको बिल्डिङको हो। यही ठाउँमा हामी कक्षा 8, 9 र 10 मा पढेका हौँ। एबीसी 3वटा सेक्सन थिए र 45 सालको भूकम्पपछि क्षति भयो र हामी त्यति बेला कक्षा 10 यो बिल्डिङमा पढेका थियौँ। सबैलाई हेराउन चाहन्छु। यो विद्यालयको प्राङ्गणको दृश्य हो। यो प्राङ्गणको उत्तरपट्टिको बिल्डिङ हो। अहिले पहिलाभन्दा धेरै सुविधा सम्पन्न बनेको छ, नयाँ बिल्डिङहरू बनेको छ। यो विद्यालयको प्राङ्गणको दृश्य यहाँहरूमाझ लिएर आएका छौँ। यो विद्यालयको प्राङ्गणको पूर्व दक्षिणतिरको दृश्य अहिले यहाँहरू हेर्दै हुनुहुन्छ। पूर्वदेखि यो दक्षिणपट्टिको ब्लकहरू जुन नयाँ बनेको छ त्यति बेला थिएन। 45 सालको भूकम्पपछि निर्माण गरिएको यो ब्लक जुन विद्यालयको दक्षिणपट्टि अवस्थित रहेको छ र यो दृश्यमा यहाँहरू हेरिराख्नु भएको छ विद्यालयको प्राङ्गणको पूर्वबाट
पश्चिमतिर तानिएको दृश्य। यो निर्माणाधीन मञ्च हो। यो ठाउँमा पहिला पनि मञ्च थिए, तर अहिले अलि एडभान्स मञ्च चाहिँ निर्माण भइरहेको छ र यो दक्षिण गेट यहाँहरूलाई हेराउँदैछौँ। अनि यो विद्यालयको प्राङ्गण, उत्तरपट्टिको यो बिल्डिङ जहाँ हामी पढेका थियौँ र अहिले पनि छात्र छात्राहरू अध्ययन गरिरहेका छन्। यो विद्यालयको उत्तरपट्टिको बिल्डिङको दृश्य अहिले हेरिराख्नु भएको छ। पक्कै पनि स्मरणमा सबैलाई आएकै हुनुपर्दछ। हाम्रो पालाका एकजना मात्र शिक्षक विद्यालयमा अहिले छन्, अरुण सर। उहाँसँग मैले कुराकानी गरेका छौँ, यहाँहरू अवश्य पनि सुन्नुहोला। अहिले हामीसँग हुनुहुन्छ हाम्रा गुरु अरुण सर। उहाँले हामीलाई यो विद्यालयमा साइन्स र म्याथ पढाउनु भएको छ र संयोगवश आज यो विद्यालयको रिपोर्टिङ गर्न आउँदा हाम्रो ब्याचतिरका एकजना मात्र सर हुनुहुन्छ, अरुण सर, र उहाँको पनि रिटायरमेन्टमा अब 3 महिना मात्रै बाँकी रहेको छ। हाम्रो सौभाग्य कि उहाँसँग अब आज हामी पब स्कुलमै कुराकानी गर्न पाएका छौँ। सर, तपाईँ यो विद्यालयमा कति वर्ष सेवा गर्नुभयो? यो अब रिटायर हुने बेलासम्ममा 41 वर्ष सेवा गरेँ। म 2038 सालमा आएको थिएँ। यही संयोगवश यही पुष माघ महिनातिर म आएको थिएँ। तपाईँ ठ्याक्कै चाहिँ समयमा मैले सोध्नुभयो। अब यो साल 41 वर्ष मेरो चाहिँ कट्न लाग्यो। सर, 41 वर्षमा पबी स्कुलमा तपाईँको यात्रा कस्तो रह्यो? मैले चाहिँ पबीको धेरै राम्रो दिन पनि हेरेँ र पबीको नराम्रो दिन पनि हेरेँ र फेरि पबीको माने उज्जवल चाहिँ उज्जवलता चाहिँ के छ, प्रकाशमान हुन लागेको छ भने कि त्यो दिन पनि हेर्दाखेरि आफूलाई गर्मान्वित लाग्छ, खुसी लाग्छ। अनि सर, तपाईँले सुखद दुःखद सबै कुरा गर्नुभयो। वास्तवमा भन्नुपर्दा तपाईँको लागि यो विद्यालयमा अस्मरणीय क्षणहरू के छन् त? यो विद्यालयमा मैले चाहिँ 2038 सालमा आउँदाखेरि त्यो बेलाको आरसी झा मेरो चाहिँ के हुन त रिलेसनमा मेरो काका हुनुहुन्थ्यो र उहाँको नेतृत्वमा जुन किसिमले विद्यालय पहिले चलिरहेको थियो त्यो चाहिँ के छ भनेदेखि उहाँदेखिको सयात्रा र उहाँदेखि जस्तो चाहिँ कुशल प्रशासक र कुशल टिचर चाहिँ रूपमा चाहिँ मैले आजसम्म पनि हेरिनँ कसैलाई। र हाम्रो खास गरिकन कण्ठ सर, ताराचरण कण्ठ र हाम्रो चाहिँ के छ भनेदेखि केसी चौधरी जस्ता विद्वान शिक्षकहरूको बिचमा काम गर्न पाउँदाखेरि आफूलाई धेरै ठुलो चाहन्छु। सर, अहिले पनि बाहिर चर्चा छ रामचन्द्र सर, केसी सर, कण्ठ सरको बिना यो स्कुलको शिक्षा कस्तो होला भनेर। के लाग्छ तपाईँलाई, उहाँहरूको कमी भएकै हो? होइन, त्यो बेला जुन समयमा हामी थियौँ त्यो भनेदेखि त्यो बेलाको अर्कै कुरा थियो। तर अहिले पनि हाम्रो पब्लिक विन्ध्यश्री माध्यमिक विद्यालय पहिलेदेखि आफ्नो गौरवान्वित इतिहासलाई कायम राखेकै छ। अहिले यो चाहिँ हाम्रो सप्तरी जिल्लामा सबैभन्दा राम्रो रिजल्ट र विद्यार्थीको सङ्ख्या सबै क्षेत्रमा चाहिँ हामी विद्यालय अहिले पनि त्यही अवस्थामा फर्किसकेका छौँ। सर, तपाईँ त हाम्रो गुरु पनि। हामी 2047तिरको ब्याच र हाम्रो ब्याचको सबै साथी यहाँहरूलाई स्मरण गर्छन्। के भन्नुहुन्छ हाम्रो साथीहरूको लागि? मैले उहाँहरूलाई चाहिँ सबैले स्मरण गरेको छ भनेदेखि याद राख्नु भएको छ। सबैलाई मेरो तर्फबाट आशीर्वाद र धन्यवाद म ज्ञापन गर्न छु। कमसेकम आफ्नो गुरुलाई त याद राखेको छ। म हेर्दाखेरि पहिलेदेखि तपाईँले हेर्नुहुन्छ यो पब्लिक विन्ध्यश्री माध्यमिक विद्यालयलाई हाम्रो रामचन्द्र सरको जुन एउटा आफ्नो दिमागमा जुन कल्पना गर्नुभएको त्यो विद्यालय, त्यो स्तरमा मैले विद्यालयलाई पुगाउन चाहेँ। मैले प्रभाव चाहिँ पाउँदाखेरि अहिले हेर्नुहुन्छ सबैतिर चाहिँ के छ विद्यालयको बाटोघाटोदेखि लिएर विद्यालयमा चाहिने वेल एस्टाब्लिस ल्याबहरू, फिजिक्सको ल्याब, केमिस्ट्रीको ल्याब, साइन्सको चाहिँ सबैतिरको ल्याब चाहिँ यो हाम्रो अभर्सियरहरू सब अभर्सियर पहिले पढाइ हुन्थ्यो। अहिले अभर्सियर 3 वर्ष चाहिँ 7-8 वर्षदेखि चलिरहेको छ। यहाँ चारै फ्याकल्टीको +2हरू चाहिँ राम्रो रनअप गरिरहेको छ। चाहिँ यहाँ सबैतिरबाट अहिले विद्यालयको भवनहरू पनि राम्रो चाहिँ पनि जीर्ण अवस्थामा, जो 45 सालको भूकम्पमा जीर्ण अवस्थामा थियो, अहिले चाहिँ सबै बिल्डिङहरू मैले बनाएर सबैहरूको सहयोगबाट लिएर चाहिँ बनाएर अहिले चाहिँ के छ भनेदेखि
यो विद्यालय कसैलाई अझै 3 महिनापछि म चाहिँ हस्तान्तरित गर्न चाहन्छु। सर, हाम्रो बेलाको केही सम्झना यहाँलाई छ? 2047 सालको ब्याच म अहिले पनि हेर्छु भनेदेखि त्यो बेलाको तपाईँ पनि एउटा विद्यार्थी हुनुहुन्छ। पहिलेको विद्यार्थीको डिसिप्लिन, पहिलेको विद्यार्थीको पढाइ लेखाइको चाहना जुन थियो भनेदेखि अहिले चाहिँ त्यसमा अलिकति हरास आएको छ। सर, हजुरले हामीलाई पढाएको साइन्स र म्याथको सम्झना छ? अहिले पनि सम्झना छ मलाई। म यहाँ यतातिर चाहिँ पुरानो बिल्डिङ हुन्थ्यो र यहीँ चाहिँ के छ भनेदेखि क्लासमा 9 र 10 को पढाइ हुन्थ्यो। या 9 मा पनि 3टा सेक्सन थियो, ABC सेक्सन थियो हुन्थ्यो। त्यस बेला पनि अहिले पनि हामीलाई सम्झना छ। राम्रा विद्यार्थीहरू दुवैमा तिनटै सेक्सनमा मिलाएर राखेको थियो। फर्स्ट सेकेन्ड थर्ड विद्यार्थीहरूलाई आफ्नो अलग अलग सेक्सनहरू बनाएर राखेको थियो भनेदेखि अहिले पनि मलाई सम्झना छ। हस् सर, तपाईँ हाम्रो लागि महत्त्वपूर्ण समय दिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद। सबै मेरो तर्फबाट सबै मेरा छात्रछात्राहरूलाई, मैले पढाएका सबै छात्रछात्राहरूलाई मेरो तर्फबाट चाहिँ आशीर्वाद र धन्यवाद सधैँ चाहिँ मेरो गुरुबाट पाइरहन्छ भनेदेखि मैले आफूलाई